धारमा गाउँपालिका वडा नम्बर 5 काउलोकोट जुन केही दिन पहिला घटना घटेको थियो, त्यस घटनालाई लिएर म पनि त्यहाँ आज उपस्थित भइसकेको छु। के कसरी घटना घटेको छ त्यस विषयलाई अलिकति थोरै सानोतिनो भिडियो बनाउन गइरहेको छु र उहाँको पुष्पा केसी जुन मृत्यु अवस्थामा भेटिनु भएको थियो, रुखमा झुडिनु भएको थियो, त्यसकारण हामी म पनि अहिले उहाँसँगै उपस्थित छु र केही जानकारीका लागि म उपस्थित भइसकेको छु। त्यसैले केही सोधखोजका लागि उहाँ पुष्पा केसीको बुवा टेकबहादुर केसी यहाँ मसँग हुनुहुन्छ। हजुर, तपाईँ थोरै बताइदिनु न, कसरी घटना घटेको थियो? कसरी भएछ भन्ने के थाहा पाएन मलाई त। म त इन्डिया गएको मान्छे कुनै कुरा भनेपछि तपाईँ इन्डिया जानुभएको थियो, तर घटना घटिसकेपछि तपाईँ कति दिनपछि घर आउनुभयो? 3 दिन भयो। 3 दिनपछि घर आइपुग्नु भयो। तर यो घटना कसरी घटेको थियो? अहिले तपाईँको घटना घटेको 8 दिन पुगिसक्यो, तर अहिलेसम्म कुनै अनुसन्धान भएको छैन र जुन यहाँबाट छलेन जुन उहाँ लिएको थियो खलङ्गा जुन पोस्टमार्टमको लागि, त्यो रिपोर्ट पनि तपाईँसँग आएको छैन। भनेपछि तपाईँसँग यहाँ धेरै मिडियाहरू आउनुभयो, धेरै मिडियासँग तपाईँको सबै रिपोर्टहरू गइरहेको छ। ठिक छ, केही त्यसपछि घटना घटिसकेपछि तपाईँलाई के भनेर पोस्टमार्टमबाट यहाँ ल्याइएको थियो? जुन घर ल्याइएको घरलाई त पोस्टमार्टम गएको मान्छेलाई थाहा होला, मलाई थाहा छैन। म त इन्डियामा टुरिस्टमा बसेको के थियो भनेर यहाँ कसले देखेको थियो? जुन मृत्यु अवस्थामा झुडिनु भएको थियो पुष्पा केसी, उहाँलाई कसले देखेको थियो? मरेको त उसले घरकै भाइले चाहिएको छ। तर यता कता छिमेकीसँग यताउता कुनै अनुसन्धान भएको छैन अहिलेसम्म। तर के कसरी घटना घटेको त्यस विषयमा पनि कुनै खुलासा आएको छैन। त्यस विषयमा केटाको विषयमा केटाले मार्यो भनेपछि तपाईँको छोरीको लभ परेको थियो, जुन लभ परेको केटाले उहाँलाई मारे पनि अथवा कसरी फोनबाट लिने भने दियो, मार्यो। अब तपाईँ के गर्नुहुन्छ अब आउँदा दिनहरू? उसलाई सम्पर्कमा ल्याउने के गर्नुपर्छ हेरौँ। सम्पर्कमा ल्याउँदैछ। जुन योभन्दा पहिला कहाँ ब्लड देखियो, खुन देखियो भन्ने एउटा समाचार थियो, त्यसमा के छ? त्यो खुन देखेको के साँचो हो अथवा झुटो हो?